उही बाँसको ढोको नम्रो उही बाँसको थुन्से कति आराम कति सिकाम अबुझका मुन्छे। नमस्कार, मेरो नाम शिवनाथ सुवेदी हो। मैले यो बाँस सम्बन्धी एउटा कविता बनाएको छु, त्यो सुनिदिनु होला। म भन्दछु। गोरु भैँसी पालेपछि घाँस काट्नु पर्ने, धेरै जसो हामीहरूले बाँस सार्नु पर्ने। उही बाँसको ढोको नम्रो उही बाँसको थुन्से कति आराम कति सिकाम अबुझका मुन्छे। बेच्न ल्याउँछन् डालो नाङ्लो कति राम्रो बुनी, धान राख्ने भकारी त उही बाँसको हुनी। आफ्नो दुःख सम्झँदा मन हुन्छ धुरुरुरु, उही बाँसको दाउरा पनि बोल्ने हुरुरुरु। उही बाँसको डाँडा भाटा उही बाँसको घर, आफ्नो जग्गा छेउछाउमा उही बाँसले भर। तामा काटी तरकारी त कति मिठो भन्छन्, उही बाँसले बेरा बार्दा उही बाँसको भन्छन्। घोडाको त कपाल हुने, भैँसीको त सिंह, वर्ष दिनको 9 दशैँमा उही बाँसको पिङ। उही बाँसको तारिका त चहमच पिङका, टपरी र दुना लाउँदा उही बाँसको सिन्का। गाई भैँसीको दुध राख्ने उही बाँसको ठेकी, उही बाँसको महिमा त साध्यै छैन लेखी। गोरु भैँसी थल बसे उही बाँसको काइना, तागत दिने अर्को चिज केही पनि छैन। जन्मेपछि मर्नुपर्ने आज हो कि भोलि, उही बाँसको बनेपछि कति राम्रो सोली। नयाँ छन्जेल कपडा त फाटेपछि झुम्रो, उही बाँसको टुप्पो काटी आगो फुक्ने ढुङ्रो। उही बाँसको किला दम्ला उही बाँसको खोर, उही बाँसका मुरलीको कति राम्रो स्वर। कति राम्रो फुल फुल्यो चमेली र पेउली, लमा धामी बस्दाखेरि उही बाँसको स्याउली। किसानीले बनाउँछन् उही बाँसको सेखु, बयान गरी साध्य छैन धेरै कति लेखु। हलो बाहेक सबै हुने उही बाँसको जात, मनुखेको मृत्यु हुँदा उही बाँसको खाट। उही बाँसको कोरको बनी बाला खुलाइछ है, धेरै लेख्न म जान्दिनँ, नमस्कार छ है।